पुल बनाउनुमा त तपाईको यो ठुलो हात छ नि त हैन तपाईले गएर माथि ओडामा सिफारिस दिएको हैन हजुर त्यत्रो मेहनत गरेको केही फाइदा देखिन्छ र यो त हेर्नु त यो हजुर हेर्नु त यो पुल बन्यो कि यो तालको लागि बनायो हेर्नु त ओहो बर्बाद छ यहाँ अहिलेको बर्खामा कतिको असुविधा भयो त बुवा त्यही भएर चाहिँ हामीले भन्न खोजेको चाहिँ यो त्यत्रो पीडा भोग्नु परेको छ अझै ठेकदारले बुझेको छैन है अब कारबाही गर्नु पर्यो कि बुवा तर हाम्रो माग भनेको छिटो पुल बनोस् है तर हेर्नु त यहाँ यत्रो यसले गर्दा भन्दा कति मान्छेले दुःख पाइरहेको छ हो कि होइन भन्नु त कति बर्बाद भएको छ कति चाहिँ मान्छेले दुःख पाएको छ भन्नु त अब कहिलेसम्म चाहिँ सुरु हुन्छ होला बुवा अब ठ्याक्कै भन्नु त सामान चाहिँ अहिले आउँछ र बुवा सामान अहिले आउँछ सामान चाहिँ आज आउँछ भन्ने कुरो हो यो पुल बनाउनको लागि हजुर भनेपछि यो तत्कालै पुल बन्न सुरु हुन्छ हैन 50 लाख 50 लाखमा चाहिँ यो पुल बन्ने भयो त यो हजुर हालको लागि हजुर ल ठेकदार बदमास भन्ने ठान्नु पर्यो हैन हामीले यो पुल बन्ने भनेको लगभग सालभन्दा धेरै भइसक्यो यसरी खनिएको छ है यसरी खनिएको कारणले गर्दा भन्दा यताका मान्छेहरू चाहिँ आउट जाउट गर्नलाई चाहिँ एकदमै गाह्रो भइरहेको छ क्या हेर्नु यस्तो छ अब अहिले चाहिँ यस्तो छ भने बर्खामा चाहिँ एकदमै गाह्रो हुन्छ यस्तो छ यो चाहिँ हाम्रो माग भनेको छिटै चाहिँ पुल बनोस् छिटो नै बन्नुपर्छ भन्ने माग हो कस्तो लाग्छ भिडियो सेयर गर्नु होला